उही त हो नि। बच्चादेखि बुढासम्म कसैले गर्छ मजाक। सानो मान्छे ठुलो हुन्छ भ्रष्टाचारी चलाख। चोर फटाहा गाउँभित्र नेता भन्छ चुप लाग। भैँसी किन्दा पाडो सित्तैमा हुन्छ दिमाग खराब। छिमेकीको घरभित्र मासु पाक्यो फेरि अर्को तनाव। एउटा आउँछ खुट्टा तान्छ जसो गरे पनि राम्रो गर्न खोज्दा आखिरीमा उही त हो नि। छोरी यता आऊ त। हजुर आमा किन बोलाउनु भयो? जाऊ न बा, एक कप चिया बनाएर लिएर आऊ। मलाई त मिठो एक कप चिया खान मन लाग्यो। हे कति खानुहुन्छ यो आमाले चिया? धेरै नखानुस् त ग्यास्ट्रिक हुन्छ। चिया त खान पर्यो नि, ग्यास्ट्रिक भयो औषधि गरौला। जाऊ जाऊ एक कप चिया बनाएर लिएर आऊ। कति गर्ने हो र औषधि? पोरका नि त्यत्रा औषधि छन्। हो बनाउँदिन म त चिया स्या। ल हेर एक कप मिठो चिया बनाउन छोरी भनेको त फन्केर पो जान्छु त। कम त दुःख दिन्छ यसले मलाई। एउटा कुटुम्बमा पाउन भए झाइ झाइ बिहा गरेर पठाइदिन्थे, मलाई आनन्द त हुन्थ्यो। कसको फोन आयो फेरि? हेलो होइन कता हो बुढा तिमी? म मिटिङमा छु बुढी। साँच्चै मिटिङमा हो कि अन्तै हो? साँच्चीकै मिटिङमा हो के? तिमीलाई पनि म ढाँट्छु र। ल ल ठिक छ, घर कतिखेर आउने हो? आइहाल्छु नि, मिटिङ सकिने बित्तिकै आउँछु। घर नआएर म कहाँ जाम त? सुन्नु त, म व्रत बसेकी छु। बाहिर माछा मासु केही खाने होइन है आज। खान्न बुढी, केही खान्न, तिमी टेन्सनै नमान न। हुन्छ भरे चाँडै घर आउनु है, खुट्टाको जल पनि खानु छ। म आइहाल्छु बुढी। म आएपछि खुट्टाको हातको जहाँको पानी खाने खाउले म आउँछु। एकछिन पख है त। लो बुढी, यो खुट्टाको जल खाने हो कि सुप खाने हो कि पोलेर खाने हो कि फ्राई गरेर खाने हो कि? लो के गरेको यस्तो? लैजाऊ उता। ए बुढी नफाल न, झन् खाउली भनेर ल्याइदिएको झन् फाल्छ निले त। कता गयो खै? यसले बरु हामीलाई शीतल हुन्छ है साथी। हो त साथी, मारी खानु पर्छ यस्तो चट्टो फ्राई गरेर। जाम बरु उतै जाम जाम मारी। गइन्छ अब मेरो घर आउन नि पर्दैन। घाम डाँडामा पुगिसक्यो, माछा नि बल्ल उठ्नु भयो। उठ्न भएन त? बार भाले भने फेरि फुट्न सकिन्छ। तिम्रो काम के भयो ल? खाने बस्ने सुत्ने त हो नि। मेरो काम के हो त नि? खाने बस्ने सुत्ने त हो नि। यस्ता देउरानीको मुख हेरेर बस्नु भन त। यसो गाउँतिर गएर डुलेर आउँछु म। खुब मैले खाना बनाउँछु भनेर गाउँ डुल्न गएको होला नि। खुब खाउली तिमीले भए एक थुतु मैले गाउँ डुल्न गयो। छि 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 कसका पोइहरू आइछ। बाटा बिस्तारामा लडाइ चाहिँ सुतेर लडेर छि छि छि। ल हेर यो छोरीको ताल, खालि मोबाइलमा गरेको होइन, अझै सुनेको होइन। भैँसी कराएर त्यस्तो छ। भैँसीलाई पानी दिन बेर भइसक्यो, खालि मोबाइल खेलाएको खेलाइ। त्यो मोबाइल खेलाएर मात्रै हुन्छ? मोबाइल खेलाएर खाना पुग्छ जहिले सुकै? भर्खरै त पानी दिएर मोबाइल हेरिरहेको छु। कतिचोटि दिने हो र आमा भैँसीलाई नि पानी? ए भैँसीलाई पानी त देऊ, घाँस दिन पर्दैन। भैँसीलाई घाँस देऊ, जाऊ 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 भैँसीलाई घाँस देऊ। कति काम हराएको मलाई। कति काम हराएको मलाई। एकछिन बस पनि नदेखि मोबाइल एकैछिन देखेर काम हराएर बसै हारा छैन। कति अरूका त आमाले त कति माया गर्छ।
मलाई त कामै मात्रै हराउँछ। बासमती बहिनी प्यारी छौ के गर्नु नि खिर पकाउन लागेको खानी हो। ओहो बासमती बहिनी किन यसरी रिसाए के भैँसलाई घाँस हाल्नु लागेको देखि पनि के गरिदियो बहिनी भनेर सोध्ने रिस उठ्दैन त? भैँसलाई घाँस हाल्नु लागेको देखि नि अरे रिसको झोकमा परौल्यो नि दिदी। हत्तेरिका बहिनी नरिसाउ न बोल्नुबाट त गर्नु पर्यो नि नरिसाउ न त्यसरी कहाँ रिसाउनु नि दिदी हजुरले कुरै त्यस्तै गर्नुहुन्छ घाँस हाल्नु लागेको देखि पनि। त्यही त बासमती नभन्नु मैले भनिहाले अनि दिदी के कामले आउनु भएको कुन्नी? त्यत्तिकै तिमीलाई यहाँ देखेर पसेकी नि म त। हो र अनि सुन न साउन्ड लगाइसक्यो व्रत बसी छौ कि बसी छैनौ? खसको लागि बस्ने र दिदी बसिन न त। घाँस दिएकी दिइन यो बासमतीले। यो बासमतीको भरोसा पर्ने भने भैँसी भोकै हुन्छ बरु मै आफै गएर दिन पर्यो। व्रत नबसे पनि हरिया चुरा त लगाइदिइरहेछौ। अच्छा हरियो साडी लगाएको भए कति राम्रो देखिन्थ्यो होला। लाउन त हुन्थ्यो दिदी साडी नै छैन। होइन के को खाने खुसी हो तिमीहरूको? लाउरेनी आमा नमस्कार। नमस्कार नानी नमस्कार। कताबाट आयो नानी हाम्रो घर? कताबाट हुनु नि लाउरेनी आमा यसो बाटैबाट आएकी के बासमती बहिनीसँग भेट भयो अब यसो हजुरसँग नि भेटघाट गरौँ के भनेर नि आमा। ल आउनु यतै ओकेर बस्नी। बस नानी। अनि नानी साउनको घर त बसी छौ? बसी छ नि लाउरेनी आमा। हरियो साडी हरियो चुरा लगाएर वर्षमा आउने एकचोटि साउनको बक्रो बस्नु पर्यो नि। ए हरिया चुरा हरियो साडी हरिया पते कति राम्रो देखियो छ नानीलाई। साउनको व्रत त यही त हो नानी। कति रमाइलो हुन्छ यो तराईमा व्रतको। लाउरेनी आमा उत्तातै रमाइलो हुन्छ नि हाम्रो गाउँघरमा। बरु हजुरले व्रत बस्नु भएको छ कि बस्नु भएको छैन? खै बसे भनौँ कि बसिन भनौँ कि त्यस्तै त्यस्तै भएको छ नानी। होइन यी बुढा कहाँ गए? अस्ति के घुर्काउन पाएको थिए 5-6 दिन भयो घर आउने त नामै छैन के रे। यो बुढोलाई के मै खोज्न जानी हो? ओहो अनारकली के आफिसमा आएको यसरी? के को आवेशमा आउनु? यहाँ मेरो बुढोले कन्ता हटाएका छन् मलाई। बुढाले हटाएर के भएर अनारकली? के हुनु नि झन् व्रतको दिन माछा मासु नखाइकन आऊ है भनेको थिए। झन् कुखुराको खुट्टा पो बोकेर आएछन्। ए कुखुराको खुट्टा पो? छ्या 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 छ्या। खायो कि फाल्यो त नि? व्रत बसेको मान्छेले खान्छन् नि कुखुराको खुट्टा। यहीँनिर फालिदिएको थिए शीतल हुन्छ भनेर लिएर गए। शीतल? अनारकली बुढाले यस्तो पनि लाउँछन् क्या? लाउनेको कुरो मात्रै गर्छन् यिनले। अझ अस्ति त अड्डिन नसक्ने गरी आएका थिए। अनि मैले अब मेरो घरमा पाइला टेक्न पर्दैन भनेर भनेको थिएँ। खै अहिलेसम्म कहाँ गए? ए म बाटोबाट आउँदै थिएँ 2टा गाडीहरू बाटोमा लम्पसार परिरहेको थिए कि त तिनै त होइनन्? बाटोमा लम्पसार परेका रे? होइन कहाँ देख्यौ? कहाँ हुनु नि त्यही गिरानको साइडमा। होइन होला मेरा बुढा त। तिमीले अरू कसैलाई देख्यौ कि? साँच्चै हुलिया कस्तो थियो? ए जाड खाएर अझै यिनलाई पुगेन? बाटाबाट पल्टिँदै हिँडेछन्। यिनलाई त मैले जानेकी छु घर मात्रै आउन। छोरी ए बासमती कहाँ जान्छ यो त? ए बासमती होइन आमा किन चिच्चाउनु भएको घेक्रो फुल्लिनी गरी? ल हेर यो त बुटा पो चढी छ त। किन चढेको बुटा? किन चढ्नु नि रुखमा? भैँसीलाई घाँस काट्न चढेको नि। ए घाँस काट्न पो चढे कि? यहाँ आऊ त बा। ए यो आमा पनि ओ बल्ल लाइनमा आइछ। यसरी खुरु काम गर्ने भा? होइन के भयो आमा किन चिच्चाको? किन चिच्याउने नि? तिमीले काम गर्न ला देखेर खुसी लागेको। काम गरे त खुसी हुँदै रहेछौ नि बुढी माउ। खुसी त हुन पर्यो नि बा। तिमी त हो मेरो बुढेसकालको सारा। छोरो भने पनि छोरी भने पनि जाऊ बा मिठो चिया पकाऊ। आइदै चिया पका भन्नुभयो। यसो गाउँतिर डुल्न नि पाएको छैन। सहरबाट अनमोल केसी आछ रे। म त उसैलाई हेर्न हिँडे।
ए सहरबाट अनमल केसी पो आएछ। अनमल केसी त भुवन केसीको छोरो होइन र? छोरो आएछ त भाउ पनि त आयो होला नि। ए यो बासमती भन्दा त मै चाँडै जान्छु। उही त हुने कहाँ हो यो? घर बनेको त बाटो पो रहेछ बेटा। बित्तास भयो बेटा। खुब खाइतिस नि, थोरै खा भन्दा मानिन। खुब हाल हाल भन्दै धेरै खाइस् तैँले, त्यही भएर बिताइस्। अब तैँले कोदोको हो, सालजन्डीको हो, मिठो छ केही हुन्न भनेर भनिहालिस्। अब खाइहाल्यो। अब घर बुढीले के गरेन्, मार्ने भइन्। यस्ता जनाको सङ्गत गरेर नि कामसँग जानु पर्यो घरतिर बरु। जा जा गए हुन्छ। कौसा ब्रह्मचारी होस् र, पाइस् भने ट्याङ्करका ट्याङ्कर खान्छस्, ठुलो कुरा गर्छस्। लाग्नु पर्यो बरु। होइन, जे भए पनि खाने बेला त साथ दिन्छ। ओ साथी, के हो? भोलि पनि बसौला है। तँलाई खबर गरेस् नि फेरि। घर त आउला नि। ओ खुकुरीमा पो धार लाउँदैछ नि त बुढीले। आज काट्छिन् क्या मलाई। ओहो बुढी, खुकुरीमा पो धार लाइछौ त। होइन साउन सक्यो र हो। होइन खसी काट्ने लाग्यो क्या हो बुढी? अब एक्लैले त भ्याउन्न होला। खै पानी कता छ? म व्यवस्था गर्छु पानीको। पानी त बसलौला, खसी काट्न भन्दा पहिला तिमीलाई काट्ने हो। कता भाग्ने हो? यता भाग्ने नि, हिलो उता भाग्ने। ए बुढी बिस्तारै बिस्तारै। धन्न थाक्दैन, एक वर्षमा पढाउँछ कि पढाउँदैन। कता गयो? तिमीहरूको ताइना तुईको झगडा, तिमीहरूले गर्दा यहाँ धन्न मान्छेको ज्ञान गएन। ए हिँडेको मुखेर बसिया मार्छ बोलेछ। गुर्कल छिटो भात खाँदै गर दगुर, मार्छ न त। भागेर मात्रै, तिमीहरूलाई नकाटी छोड्दिन मैले। आहा कति राम्रो गाउँ हो। उता डाँडामा बस्नु भन्दा त यतैतिर बसे कति राम्रो हुन्थ्यो। घर पनि कति राम्रा राम्रा हुन्। खै के गर्ने टेक्कानै एउटा बिजनेस गर्छु भनेको त केटोले डुबाइहाल्यो। यसरी बेरोजगार भएर बस्न त भएन। अब केही नयाँ व्यवसाय गर्न पर्ला जस्तो छ। के चाहिँ गर्ने होला? ओहो यो गाउँमा त अप्सराहरू देख्छु त कताबाट आई। ओहो कता हो अप्सरा? कता हुनु नि? बाटे बाट देखेको छैनस्? होइन के साह्रो रिसाएको। बाटोमा हिँडेको त मैले पनि देखेको छु। आऊ एकछिन बसौँ, गफसफ गरौँ, चिनजान पनि हुन्छ। गर्छु नि त जस्तासँग म गफ। तेरो घरमा दिदी बहिनी छैनन् र? बाटामा हिँडेका मान्छेलाई जिस्काउने छन् नि दिदी बहिनी त। दिदी बहिनीलाई जिस्काउने कुरो भएन, बाटोमा हिँडेकालाई त हो जिस्काउने। यो गाउँमा त यस्ता मान्छे बस्दा रहेछन्। गाउँ सुन्दर भएर के गर्ने? मान्छे चाहिँ टिमोरी, भाउ चाहिँ आकाश छुने। यसले मलाई चिनिरहन्छ क्या हो। म तुफान हो, तुफान। तुफान जब आउँछ तब मान्छेलाई त्यत्तिकै उडाइदिन्छ बिना पंखाको। अब अनारकली के छ तिम्रो हल्लीचल्ली? अब ठिकै छ नि। केटीहरू त मेरो घरमा आएछन् त। आऊ न बस। अनि केटीहरू के कामले आयो त नि मेरो घरमा? के काम? साउन लागिसक्यो। अनि साँच्चै व्रत बस्छ कि छैन नि? व्रत त किन नबस्नु?
बसेको छु नि। अनि केटीहरू तिमीहरू व्रत बसेछौ त? म त बसिन पर्दा सर त हिजो खसीको मासु 1 किलो ल्याएर दमदम्ती पकाएर खाएको। भनेपछि टिकुले तिमी व्रत बसी छैनौ? व्रत बसेको भए खसीको मासु खान्थे मैले। बसिन म व्रत सर त। वर्षमा आउने एकचोटि साउन, त्यही पनि व्रत बसी छैन भन्छन्। के हो यिनको बा? त्यही त होइन केटीहरू, अरू साथीहरू खोइ त? हुने म उताबाट आउँदा बाटोले भने घरै थिएँ। व्रत त बसिहाल्यो, हेर अनार गर्ने लसुन प्याज हाल्ने छुनाइ भएन। अब त्यो कसो गर्ने? यसो सरसल्लाह गर्नु पर्यो भने त्यही त भन्या। व्रत बसेका जति भेला भएर छलफल गर्न पाए हुन्थ्यो। हेर केटी हो, तिमीहरूले सरसल्लाह गर्दै गर, व्रत बस्दै गर। म त हिजोको मासु छ, अब गएर 2 थाल खाने हो टन्न। ल केटी हो, म त अब लागि पनि हालेँ। हुन्छ, यो व्रत नबसेको मान्छेको बसेर काम पनि छैन होइन अनारकले? त्यही त नि, व्रत बसेका भेला भएर छलफल गरौँ। कसैले फलफुल ल्याउने, कसैले नाचगानको तयारी गर्ने। त्यसो गरे कसो होला? साउन त रमाइलोसँग मनाउनु पर्यो नि। बरु मैले अरू साथीहरूलाई पनि खोजेर लिएर आउँछु, रमाइलो गर्नुपर्छ है। ल चाँडै है, चाँडै। तँ बासमतीले अनमोल केसी आछ अरे भनेर भन्ती, झन् अनमोल केसीको बाउ आछ नलेर आएको त खोइ कतै देख्दिन त। बेकारमा हस्याङ फस्याङ गरेर आउन मात्रै भयो। कस्ता हुनुहुन्छ कुन्नी भुवन केसी, एकखेर देख्न पाए हुन्थ्यो। कस्तो हुनु नि? ए हेर्नुहोस्, यस्तै हो भुवन केसी। ओहो, भुवन केसी पनि हजुर नै हो? मै त हो नि भुवन केसी। भुवन केसी त मैले त अलि बुढो भयो मान्थ्यो, अहिले त असै हुनुहुन्छ त। पहिला त मोटै थिए, अहिले यसो डाइटिङ गरेर शरीरलाई चाहिँ पात्लो बनाएको, त्यही भएर तपाईँ चिन्नु भएन कि क्या हो? होइन, तपाईँ साँच्चै फिल्ममा खेल्ने भुवन केसी हो र? मै त हो नि फिल्ममा खेल्ने भुवन केसी। हो र? म त हजुरको लास्टै ठुलो फ्यान हो नि। लौ न एउटा फोटो खिचौँ। भइहाल्छ नि। हुन र केटा? हुन्छ खिच्नु। आहा, कति राम्रो हो। म राम्रो छु नि त, फोटो त राम्रो आइहाल्ने हो नि। साँच्चै यो फिल्ममा खेल्ने के गर्नुपर्छ नि? खासै केही गर्नु पर्दैन, 2-4 करोड भए त भइहाल्छ नि। 2-4 करोड भयो भने म पनि हिरोइन हुन पाउँछु। पाइहाल्नुहुन्छ नि। अहिले मलाई हतार छ, सुबारे पछि कुरा गरौँला है त। अब यो बासमतीलाई मैले भुवन केसी त फोटो खिचे भनेर देखाउँछु नि। म पनि कम्ताको छु र। एउटा आउँछ खुट्टा तान्छ जसो गरे पनि राम्रो गर्न खोज्दा आखिरी उही त हुने।